नमस्ते वेलकम ब्याक टु न्यू भिडियो। आई होप तपाईँहरू सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। तपाईँहरूको माया र आशीर्वादले गर्दाखेरि आज चाहिँ म तपाईँहरूलाई एउटा सानो घटना सुनाउन गइरहेको छु। म काम गर्ने जाने क्रममा चाहिँ यस्तो घटना भयो कि सोच्नै सकिनँ। कस्तो भनौँ, नौजना लैहिने हिँडिरहनु भएको थियो। तर खै कसरी दुर्घटना हुन पुग्यो उहाँहरूमा, होइन। मलाई त लाग्दैन थियो त्यो घटनाको ठुलो जिम्मेवारी चाहिँ मेरै थियो क्या। त्यहाँ मैले बचाउन खोज्दा पनि नसक्ने क्या। जस्तो बचाउँछु भन्दा पनि नसकेपछि चाहिँ अनि मैले चाहिँ त्यो यताबाट हिँड्छु भन्दा पनि त्यही बाटो हिँडेँ। 9वटा कमिला लैनै हिँड्दै थिएँ। त्यहाँ मैले कछक्क खिचिएँ र उनीहरूको मृत्यु भयो। खै कसरी भयो क्या मलाई नै थाहा छैन। म यति त निर्दयी त थिइनँ। उनीहरूलाई बचाउनु त खोज्दै थिएँ, तर एक्कासी आएर मारिदिएँ क्या मैले।